आज चाहिँ मैले कामदेखि छुट्टी लिएको छु है साथीहरू। छुट्टी पनि के भन्नु, घरको कामहरू जति गरे पनि नसकिने, यो काम गरेर रेस्ट गर्छु, त्यो काम गरेर रेस्ट गर्छु भन्दा भन्दै पुरै दिन गइजान्छ साथी। अस्ति मात्रै धुन्छु धुन्छु भनेर राखेको लुगाहरू आज धुन लागेको छु। घरको कपडाहरू, काममा लाउने कपडाहरू धुने भएको थियो। धेरै दिनपछि आज जसोतसो गरेर टाइम मिलाएर कपडा धुन लागेको। मेरो बुढाले फेरि यहाँ सानो चराको बच्चा हो कि चरा यत्रै हो कि यसलाई समातेर पानी पिलाउँदै हुनुहुन्छ। पानी पनि पियो कि यसले तिर्खा लागेको रहेछ। त्यसपछि उहाँले उडाइदिनु भयो यसरी। सबै लुगाहरू धोएर यहाँ तारमा सुकाउन लागेको छु मैले। सुकाएर सकेर फेरि नुहाउनु जानु छ मलाई। बुढाले के गर्दै हुनुहुन्छ भनेर मैले भित्र हेर्न गएको त बुढाले खानाहरू बनाउन लाग्नु भयो रहेछ। बुढाले खाना बनाउँदै हुनुहुन्थ्यो भने म नुहाएर आएँ। यो लुगा फेर्नेको ट्रेन्ड चाहिँ मैले रिल्समा हेरेको थिएँ, त्यही ट्राई गरेको है मैले पनि। नुहाएर आएपछि खानाखुनाहरू खाएर म दाउरा काट्न जाँदैछु। मेरो बुढा चाहिँ कामले बजारतिर जानुभएको छ, त्यसैले म यहाँ एक्लै आएको छु दाउरा काट्न। साँझ बाल्ने दाउरा पनि नभएको हुनाले म यहाँ दाउरा लिन आएको छु। मेरो भारी पुगाएर पनि म घर जान लागिसकेँ। फेरि भेटौँला नेक्स्ट ब्लगमा। मेरो भिडियो लास्टसम्म हेरिदिनु भएकोमा धन्यवाद। थ्याङ्क यू सो मच।